आज हामीले खानेवाला छौँ करेन्ट चाउचाउ र बोइल गरेको अन्डा, त्यो पनि यस्तो गर्मी मौसममा। हाय हाय। आज चाहिँ आफ्टर लङ टाइम पछि हामी तीनजना साथीहरूले सँगै बसेर नास्ता खाने प्लान बनाउँछौँ। हामीहरू तीनजना साथीहरू सँगै भएपछि केही न केही स्पेशल बनाएर खान्छौँ। आज चाहिँ हामीले करेन्ट चाउचाउ र बोइल गरेको अन्डा खाने प्लान बनाउँछौँ। हामीहरूले 3वटा क्रिम पाउरोटी पनि किनेको थियौँ र त्यसलाई पनि हामीले मजाले खान्छौँ। सुरुमा त हामीले अन्डा बोइल गर्नको लागि रेडी पार्छौँ। त्यसपछि हामीले तातो पानीमा चाउचाउलाई पनि बोइल गर्छौँ। चाउचाउ बोइल गर्दा गर्दा यता अन्डा पनि बोइल गरेर सकिन्छ। यो चिज फेरि बनाउन जतिको गाह्रो हुन्छ खान पनि त्यत्तिकै मजा आउँछ। त्यसपछि मैले एउटा प्याजलाई पनि काट्छु र ग्यासको माथि कराई राखेर कराईको माथि तेल, तेलको माथि प्याज र करेन्ट चाउचाउको भएको मसलाहरू सबै हाल्छु अनि हल्का बोइल गरेको चाउचाउको पानी पनि हालिदिन्छु। त्यसपछि हाम्रो स्पाइसी करेन्ट झोल मसला पनि रेडी हुन्छ। त्यसपछि करेन्ट चाउचाउलाई त्यही झोल मसलामा हालेर एकछिन मजाले चलाउँछु अनि फाइनली रेडी हुन्छ हाम्रो स्पाइसी करेन्ट चाउचाउ र बोइल गरेको अन्डा। त्यसपछि सुरुमा चाहिँ हामीले 1 गिलास चिसो खाएर अलिकति मन चिसो गराउँछौँ। त्यसपछि फाइनली अन्तिममा चाहिँ नास्ता पनि रेडी हुन्छ र हामीले खानातर्फ पनि लाग्छौँ। नास्ता खान लाग्दा मेरो साथीले यस्तो के गर्छन् त? जति जे भए पनि साथीहरूसँग सँगै बसेर खाँदा एकदमै मिठो र रमाइलो हुन्छ। मलाई पनि फेरि एक्लै बसेर खाना पनि एउटा मन लाग्दैन। मैले चाहिँ अहिलेसम्म मेहनतको फल मिठो हुन्छ भन्ने सुनेको थिएँ, तर हाम्रो यो मेहनतको फल त एकदमै पिरो थियो। पिरोले गर्दा चाहिँ हामी तीनजनाको पसिना एकदमै बबा लाग्यो। अनि आजको लागि यति नै, एन्ड बाई, सब्स्क्राइब।